बुदाने बाल्टी यसमै लुगा यहाँ पनि पुरै यो हो हाम्रो स्कुलको झाड भित्र पनि छ दोस्त यो गरौँ न हामीसँग यसको चाबी छ हैन यहाँ पनि छ यो जाडे निकाल्ने भनेपछि त्यो आन्टीले मलाई चाहिँ कहिलेकाहीँ त्यो चाँडो भएको बेला चाहिँ मैले यहाँ आन्टीलाई सहयोग गरिदिन्थ्यौँ। अनि त्यो त मलाई थाहा पनि भएन। अनि त्यहाँदेखि मलाई यो थाहा पनि भएन, यो साथीहरूले भनेको। र फर्स्ट कुरो चाहिँ यहाँ मेरो दिदी चाहिँ आउनुभएको थियो, यहाँ मेरो दिदी र मम्मी आउनुभएको थियो नि जुन त्यहाँ त्यतिखेर के भन्नुभयो सहितको सबै कागज छ, तर त्यतिखेर के भन्नुभयो नि यहाँ तपाईँको यहाँ पैसा लाग्छ। मेरो आमा चाहिँ दुईवटा हो, बाउ चाहिँ एउटा, तर पैसा चाहिँ के भन्नुभयो लाग्छ भनेर। अनि त्यतिखेर मेरो आमा चाहिँ रुनु भयो। अनि त्यतिखेर के भन्नुभयो नि पैसा तपाईँको लाग्छ। अनि त्यतिखेर मेरो आमालाई यति थर्कायो नि त्यो दिनदेखि मलाई यो सर र मिसदेखि मनै टुटेको छ। त्यहाँदेखि म केही भने अनि त्यहाँ म घरदेखि आए पछाडि यहाँ बाथरुम सफा गर्नुपर्छ, टोयलेट सफा गर्नुपर्छ। यो आन्टी पनि यही हुनुहुन्छ र आन्टी चाहिँ मिसको छोरीको मात्र काम सर गर्दो रहेछ, यताउति गर्दो रहेछ। हाम्रो यो सानो बुनुहरूको चाहिँ केही गर्दैन रहेछ। त्यो भन्ने बित्तिकै शिवानीहरू चाहिँ यी बुनुहरू केही गर्दैन क्या, आन्टीहरूले पनि केही गर्नुहुँदैन। जाँड त आजभन्दा मैले 11 क्लासमै त्यहाँ देखिरहेको थिएँ जाँड त। त्यतिखेर नि मैले वार्डेनलाई अरूलाई भनेर थियो जाँड बनाइरहेछन् भने त्यतिखेर मैले कुरा नै उठाएन, साथ सपोर्ट नै थिएन यति धेरै। अनि के हो भने मेन कुरा चाहिँ वार्डेन यहाँको होस्टेल वार्डेनले चाहिँ तिमीहरू होस्टेलको केटाहरूलाई बाहिर केटाहरू लाएर कुटाउँछु भन्ने धम्की आयो। अनि मेन मणिराम सर अध्यक्षले चाहिँ मणिराम सर गिडी अध्यक्षले चाहिँ के भन्नुभयो भने तेरो बाउको स्कुल हो यो भनेर भन्नुभयो, तेरो बाउको स्कुल हो भनेर भन्नुभयो। अनि यहाँनिर त्यस्तै हो, अरू त्यो के हो मेन उद्देश्य भनेको मणिराम गिडी अध्यक्ष हट्नु पर्यो अनि यहाँको वार्डेन हामीलाई चाहिएन, वार्डेन नै हट्नु पर्यो। तिनीहरू दुईजनाले विद्यार्थीलाई धम्की दे, दबाबमा राखे, बाहिर तिमीहरूलाई म बाहिर केटाहरू लाएर कुटाउँछु भन्ने धम्की आयो वार्डेनकोदेखि। अनि मणिराम गिडीले के भन्नु तेरो बाउको स्कुल हो भनेर भन्नुभयो, त्यही हो। मैले त्यस्तो गरी धम्काएको छैन सर, मैले त्यस्तो केही पनि धम्काएको छैन। होली खेल्दाखेरि होली नखेला भने हो, होली नखेला भन्दाखेरि अलि हुलुङ्गा बढी भइसकेपछि होली नखेला भने मात्रै हो, मैले त्यस्तो केही भनेको छैन, मैले त्यस्तो धम्काएको छैन। मेरो नाम सोमप्रसाद पुरी, म लगभग यहाँ 5 वर्षदेखि हुनुहुन्छ। ठिक छ, यो जाँड भन्दा पनि यो हामीले चाहिँ के गर्ने गरेको छ भने विद्यार्थीहरूले खाएर उब्रेको चिजहरू र पकाएको खानाहरूको लागि खाने हामीले सुँगुर पालेको छ। यही पर्तिर सुँगुर खोर पनि छ, त्यो सुँगुर पालेको छ। उब्रेको भातहरूलाई चाहिँ उहाँले जम्मा पारेर हाम्रो यो सरसफाइमा कार्यरत एकजना बिमला गिरी भन्ने दिदी हुनुहुन्छ, उहाँले जम्मा पारेर त्यसमा मर्चा हालेर चाहिँ खानिदिने गर्नुभएको छ सुँगुरलाई। त्यो चाहिँ किन गरिँदो रहेछ भन्दाखेरि लोकल गाउँको एउटा मान्यता अनुसार चाहिँ अलिकति त्यो कट खानिदियो भने सुँगुर अलिकति छिटो बढ्ने र ठुलो हुने भन्ने एउटा मान्यता भएको आधार त्यो यहाँ आएपछि भात पोखिएको भन्ने देख्ने होइन। तर स्टोर अहिले यहाँ सोद्धाखेरि स्टोर त्यस्तो त होइन सर, होइन। यो सबै जुठो भातहरू हुन्। यो विद्यालय भन्दा यो होस्टल भएको हुनाले अब अलिकति यतापट्टि नै अलिकति भएको हुनाले अब सेग्रेट रूपले नै राखेर गर्ने गरे हो।
त्यस्तो खानका लागि भनेर बिल्कुल होइन। विद्यार्थीहरू छन्, ती 256 जनाको गार्जनहरू पनि हुनुहुन्छ। उहाँहरूले एक एकजना बच्चा हामीलाई यहाँ ह्यान्डओभर गर्नुभएको छ, जिम्मा नै लाउनु भएको हो। अब यहाँको सुरक्षासँग यहाँको संवेदनशीलतासँग पनि जोडिन्छ यी विषयहरू। त्यो भएर सामूहिक रूपमा 200-250 जनालाई एकै ठाउँमा होली खेल्न दिने कुरो त्यति उचित हुँदैन होला भन्ने लागेर त्यहाँबाट हुने सम्भावित दुर्घटनालाई हेरेर होली चाहिँ नखेलौँ है भन्ने अघिल्लो दिनै बच्चाहरूसँग सरसल्लाह भएका कारण त्यो होलीको कार्यक्रम भएन, नभएको हो। अब त्यसमा विद्यार्थीहरूको केही गुनासो रह्यो। अब त्यो गुनासो कसरी सम्बोधन गर्न सकिन्छ होला भन्ने कुरा अब हामीले पनि आगामी दिनहरूमा त्यो कुराहरूलाई पुनर्विचार गर्नुपर्ने देखिन्छ। अरू बच्चालाई पनि यहाँको इन्भाइरोमेन्ट कस्तो छ भनेर। त्यसो भने यहाँका वेस्टेजहरूको उच्चतम प्रयोग गर्ने हाम्रो उद्देश्य हो। अब यहाँका वेस्टेजहरू के छन् भने अब हामीले सुँगुर पालिरहेछौँ, अहिले पनि 8-9वटा सुँगुर छँदैछन्। अब कतिपय बेच्दै कतिपय नयाँ हाल्दै गर्छौँ। त्यो चाहिँ वेस्टेजले नै पालिरहेका छन्। त्यो वेस्टेज व्यवस्थापन अन्तर्गत रहेको उब्रेको भातहरूलाई अब 1 महिना हामीसँग विद्यार्थी हुँदैनन् वैशाखभरि, त्यतिखेरका लागि डम्पिङ गरेर राखेको। त्यो चाहिँ कुनै जाँड कुनै यहाँ यो होस्टेलको कम्पाउन्डभित्र हामीले भित्र कसैलाई पनि मादक पदार्थ अथवा अरू कुराहरू के अरे स्वाभाविक हो गनाउँछ, त्यो कुहिएको चिज हो। यसको खास उद्देश्य चाहिँ सुँगुर पालनलाई टेवा पुर्याउने हिसाबले 1 महिना विद्यार्थी नभएका बेला सुँगुरलाई खुवाउने उद्देश्यले बनाएको हो। त्यो त अन्य प्रयोजन होइन यसको। शुल्क भनेर हामीले शुल्क लिएका छैनौँ। अभिभावक सहयोग भनेर हो। त्यो चाहिँ अब कस्तो छ भने क्याटेगोरीभन्दा बाहिरका बच्चाहरूलाई आवासीय सुविधा दिएर स्कुलले सस्टेन हुने प्रयत्न गरिरहेको हो। यो चाहिँ निश्चित कार्यक्रमभित्रको हो, द्वन्द्वपीडित शिक्षा कार्यक्रमभित्रको हो। अब यसको बजेटिङ कहिलेसम्म हुन्छ, कति हुन्छ भन्ने कुरोको के अरे टुङ्गो छैन। त्यो हिसाबले स्कुल आफै सस्टेन हुन प्रयत्न गरेको हो। त्यति मात्रै होइन, यस्तो छ विद्यार्थी सिस्टममा बस्नुपर्छ। 256 जना होस्टेलमा बस्ने कुरो त्यति सजिलो कुरो होइन। त्यो भएर अनुशासनभित्र रहनुपर्छ भनेर हामीले सधैँ पनि गाइडलाइन चाहिँ गरिरहेको हुन्छ। हामी 24 आवर यहीँ छौँ। त्यो हिसाबले उनीहरूलाई यहाँ चाहिँ अस्ति के अरे हाम्रो अब सबै वर्ष मनाउँदै गरेको हामीले यो साल पनि हामी होली खेल्दै थियौँ। हलमा सबैजना मिलेर खेल्दै थियौँ। हलमा त्यतिकै अब म्याच पनि हेरेको थियौँ। त्यही भएर अलिकति हामीले अब म्याच हेर्दाखेरि त्यस्तो अब छक्का चौका हानेको बेला कहिले हल्ला गर्ने चलन छ होइन। त्यति बेला सर आउनुभयो, सोमसर हल्ला नगर भन्नुभयो, तल गएर खेल भन्नुभयो। हामी यहाँ ग्राउन्ड पनि आउँदै थियौँ। त्यति बेला नै हाम्रो होस्टेलको अध्यक्ष मरिराम गिरी सरले हामी यहाँ होस्टेल माथि छिरेर हामी झर्दा के भन्नुभयो भने को यहाँ खेल्ने होली खेल्ने आऊ, मसँग अगाडि आऊ, तिमीहरूको बाउको होस्टेल हो भनेर भन्नुभयो। सबैजनाको अगाडि सबैलाई गराउनु भएको। उसलाई घरबाट आउँदा समेत के अरे पनि यो चोर डाकालाई यहाँ होस्टेलमा राख्नु हुँदैन, यसको केही काम छैन।